मोदी नेता यो खानेपानीको मन्त्री यो मोदी विद्युतको भनिरहेछ त्यो हुँदैन त्यो छ तपाईँलाई अब तपाईँलाई बाल सघाउनु पर्छ के छ त विचारमा म बन्दैन बाबु मलाई केही गर्नु छैन मलाई विदेश जान दियो 60देखि 80,000 कमाउन सकु अच्छा 2-3 वर्ष विदेश खट्छु दुःख गर्छु आएर आफ्नो देशमा एउटा बिजनेस गरेर एउटा कुनामा अच्छा घडेरी लिएर बस्छु यसको लागि के अब ल अझै के छ त कानमा त्यति हो मेरो सोच भनेको त्यति सोच हो अनि यो सुक्खा टुक्का हाल्ने किन खाने हाँसी खुसी आफ्नो फ्यामिलीसँग बस्ने रमाउने त्यही नै जिन्दगी हो जस्तो लाग्छ मलाई। कोनामा गएर टाइम दिनु होइन पानी कुरो त एक छोड्ने कुरो होइन यो त अब जिन्दगीभर झन् अब हाम्रो आइसक्नुभयो अब त झन् यो लिगलाइज हुन्छ यो पुरै एकदम नयाँ टेक्निकल पुरै कसैको डर छैन केही छैन आनन्दले खाने जता पनि आन्दोलनले खाने होइन युवा केटाहरू पुरै यत्रो फाइदा